मेरो हातमा यो सानो काटेको पाकेको फल छ है। यसको विशेष दुई कुराहरू म तपाईलाई राख्दै आएको छु। यसको टेस्ट कस्तो रहेछ हेर्नुस् है। यति मिठो छ कि साला। फलफुल चाहिँ म समयको जे छ एकदम खेर गर्छु अनि एकदमै मन पर्ने पनि गर्छु है। समयको जे छ फलफुलहरु चाहिँ खानुपर्छ हामीले। आमामा यति मिठो बास्ना छ कि पाकेको। तर कुन सिजनमा हुने यो अम्बक हो है। यो जब जनवरी यो ठन्डा महिना अब भर्खर छुटेर गइसकेको मौसम हो है। यहाँ माथि हेर्नुस् त आमामा अम्बक यी फ्रेस अम्बक छ। मजाले चारैपट्टि पो फलेको छ त साथीहरु। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ अम्बकै अम्बक रहेछ। यो एकदम ठुलो हाइटमा छ यो अम्बक। आउनुस् है यो बेलाको एउटा अहिले तपाईको फागुन चलिरहेको छ। फागुन महिनाको अम्बक हेर्नुस् न। एकदमै टेस्टी छ यो अम्बक। यहाँ तपाईहरु देख्नुभयो अम्बक। आमामा यो अब गरममा है छप छप पाकेको अम्बक है। टेस्टी र अम्बक खानु राम्रो पनि हो स्वास्थ्यलाई साथी हो। र म तपाईहरुलाई यो साझा गर्दै आएको छु। यो अम्बक यो बेलाको अम्बक हो है। र समय समयको नै अम्बक हुने रहेछ भन्ने आज मैले यहाँ देखिसकेको छु साथीहरु। एकदमै ठुलो गाछ छ यो तपाईको। तपाईँ हेर्नुस् न मसिनो मसिनो दानाहरु पनि छ। यो 2-4 दिनमा यो पनि तयार हुने अम्बक नै हो है। फलाइ हेर्नुस् न तपाईको कति मिठो छ। आगा आगामै अम्बक यहाँ प्रशस्तै छ। यो परपर पनि हेर्नुस् है साथी हो। यति मिठो अम्बक फलेको छ। तपाईहरुलाई कतिको मन पर्छ साथी हो अम्बक चाहिँ। र यो समयमा ठन्डा गरम छुटिने समयमा है। र यहाँ अम्बक चाहिँ मैले मजाको फलेको देखेर चाहिँ म झट्टै मेरो साथीहरुलाई एउटा याद आएर चाहिँ मैले यो जस्तो अम्बकको गाछलाई देखे है यहाँ फलाइ सम्बन्धी र तपाईहरुलाई मैले साझा गर्न मन लागेको कुरो हो। तपाईहरु अम्बकलाई खोजी गरेर है यो बेला पनि अम्बक हुने रहेछ। तपाईहरु खानुस्। स्वास्थ्यको लागि चाहिँ अम्बक एकदम राम्रो हो। अम्बकमा एउटा तन्दुरुस्त एउटा एनर्जी है तपाईलाई तगडा बनाउने एउटा भिटामिनहरु अम्बकमा धेरै पाइन्छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ अम्बक पाकेको जता पाए त्यतै छ अम्बक। यहाँ परतिर हेर्नुस् त अम्बक। यहाँ देख्नुभयो अम्बक। र यो भिडियो जति पनि मैले तपाईहरुलाई सानो एउटा समयको एउटा मौका लिएर सानो ब्लग गरेर छाडिसकेको छु। यसलाई स्किप नगरिकन राम्ररी साथीहरुले हेरिदिनुहोस् है। र केही कुरा नै दुई मिठो कुराहरु पनि मैले आज तपाईहरुलाई सधैँ नै मेरो साथीहरुलाई पस्किँदै आएको छु। स्वीकार्नुहोस् है।
जति तपाईँहरूलाई मैले राखिसकेको यो मेरो क्षेत्रको के छ है, फालफुल भयो, खेतीबारी, विभिन्न प्रजातिको फसलहरू यहाँ है, धेरै परिकारको फालफुलहरू हुन्छ। म सधैँ नै तपाईँहरूलाई राख्ने गर्छु है। यो भिडियोलाई तपाईँले हेरेर चाहिँ मजाले स्वीकारिदिनुहोस् है, राम्ररी हेरिदिनुहोस् के कस्तो छ है। आजको यो मैले राखेको साझाले तपाईँको जीवनमा के परिवर्तन छ है, भन्नुहोस् तपाईँले पनि है, कमेन्टमा गएर लेख्नुहोस्, खोज्नुहोस् है, मिठो मसिनो के कस्तो छ है। र तपाईँहरूले जति पनि तपाईँले यो कुरोलाई स्वीकार्नुहुन्छ त्यति मलाई पनि अझै के गरौँ, कसो गरौँ है, कस्तो परिकारले मेरो साथीहरूलाई के राखौँ भन्ने कुरो प्रस्तावहरू मेरो है जीवनमा आइरहनेछ। र थ्याङ्क यू साथीहरू। अम्बक खानुहोस् है, अम्बक यो बेलाको अम्बक, अनसिजनको यो अम्बकलाई मैले देखेर तपाईँहरूलाई साझा गरेको छु, स्वीकार्नुहोस्। थ्याङ्क यू मेरो साथीहरू।